छैन त्यो ब्यागबाट लाइट लिएर म आइसकेँ अनि मेरो काम चाहिँ बनेन। मौसम यति राम्रो मौसम भयो नि, आनन्द मौसम देखेर। पानी पर्दा चाहिँ झ्याउ लाग्छ, पानी परिसकेपछि चाहिँ यो मौसम देखेर चाहिँ मलाई खुसी लाग्छ हौ। हाई एभ्रिवान, वेलकम टु माई च्यानल। अनि अहिले चाहिँ म बाहिर ओडातिर जान लागेको कि, अनि मेरो मोबाइलमा चार्ज पनि छैन साथीहरू, वाला 6% छ। रातभरि चार्जै भएन, बत्ती नि आएन क्या हाम्रो घरतिर, त्यही भएर। अनि अहिले चाहिँ म यहाँ इन्ड्राइभ गर्दैछु, यहाँ बसेर इन्ड्राइभ आउँछ अनि जाने हो। अनि आज के हुन्छ, कस्तो के हुन्छ सबै म भिडियो रेकर्ड गरेर देखाउने नै छु। अनि मेरो काम चाहिँ बनेन, त्यही भएर म अब हस्पिटल जाँदैछु। यहाँ म आइसकेँ, त्यहाँ गएर पनि युज गरेँ अनि कामै बनेन, त्यही भएर हामी यहाँ गाडी कुर्दैछौँ। गाडी पनि नआउँदो रहेछ, यहाँ कखेर आउँदो रहेछ, दिमाग खराब भयो। अब चाहिँ हस्पिटल जाने। अब हामी घर जान लाग्यो यहाँबाट। के मैले जुत्ता किनेँ, चप्पल लगाइसकेँ। अब चाहिँ अब फिलिपिन जानु बेला भयो, त्यही भएर जानु लाग्यो। 1 घन्टा घुमेको अब हामी जाने हो। हाम्रो चाहिँ खाजा आइसक्यो। खाऊ न छिटो, 15 मिनटमा खाइदिन्छु। मैले देखाउँदैन, कोही छैन। त्यो ब्यागबाट लाइट लिएर अघि त्यही लाइटमा कोही पनि छैन, हामी मात्र छौँ। अन्त माथि दुईजना अनि त्यहाँ दुईजना हामी। ये क्या है भाइ? अहिले चाहिँ हामी चित्रढुङ्गामा छौँ अनि हामीले चाहिँ फिल्म हेरेर सपिङ गरेर जान लाग्नु पर्छ। कति राम्रो हुन्छ, चटपट उता गरेर खानुपर्छ। चटपट त्यत्रो सपिङ गरेर आएर अब चटपट खाएर हामी घर जाने हो। भाइ एउटा खालि बढी आयो। नराम्रो भएर थपिएको त्यो छुटाउनमा त्यो नराम्रो देख्दैछ, त्यही हो। यति गएपछि भात खानु पर्दैन अनि फेरि मम्मीले गाली गर्छ। अब त्यहाँ हामी घर जान्छौँ। घर जान्छ, घर मिल्छ ल। अहिले चाहिँ हामी शिव चोकमा छौँ। एटिएम जाने हो र, एटिएम भोलि जाने हो कि अहिले जाने। अनि के अरे हामी चाहिँ इमर्जेन्सीमा बसमा आएको, अनि त्यहाँबाट चाहिँ फेरि हिँड्दै आएको किनकि गाडी नै पाएन कि। 8 बजिसक्यो नि त, राति भइसक्यो, त्यही भएर। अनि म चाहिँ स्कुलवाला ब्याग बोकेर घर आउँदैछु।
किन पक्रिने अनि कसरी पक्रिने यसरी अनि म अहिले घर जाँदैछु आज सामानले मेरो ब्याग भारी न भारी भयो अनि अहिले घरमा सामान चाहिँ के ल्याएर देखाउँछु घर गएर मलाई मम्मीले मार्छ मार्नी भयो के जहिले बजार जाने बित्तिकै के किनेर आउँछ मलाई मम्मीले मार्छ मेरो दिमाग खराब गर्छ घर देखाउँछु ल यहाँ रानी हुन्छ थोरै देखिन्छ हाई मैले हिजो ल्याएको सामानहरू चाहिँ मैले देखाउनु बिर्सेछु झ्याउ लाएँ मुन्टा लगाएँ त्यही भएर अनि यो पहिला सुरुमा चाहिँ सेटाफिल मोइस्चराइजर धेरै त ल्याएँ होइन अनि यो लाइट यो चाहिँ यो टप हो अनि यो टी सर्ट हो अनि यो चप्पल यो पनि चप्पल अनि एउटा चाहिँ भाइको लागि एउटा ब्याग लिएर आएको अनि दुईवटा जगस यो एउटा यो एउटा यो दुईवटा अनि यति नै हो सामान ल्याएको चाहिँ त्यो चाहिँ ल्याएन यति सामान हो त मैले जस्तो देखि जाने परि त्यस्तो हो त्यही त मैले जस्तो देखि तपाईँको सेतो देखेको रातो अर्को दिन कस्तो फुलवाला थियो नि चप्पल लाउँदैन अहिले नलाउनु नेपालमा यति नै हो ल्याएको सामान चाहिँ अनि मेरो भिडियो चाहिँ यति नै हुन्छ होला